बिथितिको प्रारम्भ के थियो? विश्वविद्यालयका कलेजका गेटमा ताला थिए। अखिलले ताला नलगाउने, टियुमा त हामीले ताला तोड्ने अभियानै सुरु गरेका थियौँ। मित्र सङ्गठनहरूसँग हाम्रो झडप पनि भएको थियो। मैले अहिले पनि सुनिरहेको छु, सबैभन्दा सामाजिक रूपमा, चारित्रिक रूपमा मानिसहरूलाई व्यवस्थित गर्ने नेपालको संस्कृत विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी गरिएको छ। त्यहाँ विद्यार्थीहरूको सङ्ख्या अरू विश्वविद्यालयभन्दा कम छ, त्यसैले चासो कम दिने काम भएको छ। म तपाईँको टेलिभिजन मार्फत भन्न चाहन्छु, अबको अखिलको मिसन संस्कृत विश्वविद्यालयको गरिमालाई उच्च बनाउने र अनावश्यक रूपमा बन्द गरिएका तालाहरूलाई हिजो टियुमा जस्तै तोडेर गेट खुलाउने अभियानको अगुवाई अखिलले गर्यो। विभिन्न कार्यक्रमहरूमध्ये तपाईँहरूले पनि नोटिस गर्नुभयो होला, अनिराज सुवेदीले आयोजना गरेको स्टुडेन्ट फेस्टिभल एउटा त्यस्तै कार्यक्रम, एउटा चाहिँ मानक थियो। ती यस्ता कार्यक्रमहरू धेरै कार्यक्रमहरू हामीले सञ्चालन गऱ्यौँ, जसमा विद्यार्थीहरूको सहभागिताका कुराहरूलाई हामीले एउटा समाजको परिवेशलाई सार्वजनिक गर्ने विषय पनि हाम्रो मुख्य काम हो। कालो अक्षर रातो अक्षर नामक नाटक तपाईँले हेर्न के गर्नुभयो, जसको हामीसँग डिजिटल फुटेज पनि छ, त्यसलाई हामीले सार्वजनिक पनि गरेका छौँ। विभिन्न विश्वविद्यालय र शैक्षिक क्षेत्रहरूका मुद्दामा हामीले आफूलाई प्रष्ट रूपमा अग्रभागमा उभ्यायौँ। हामीले निर्वाचित भएर आइसकेपछि हामीले सार्वजनिक रूपमा हामीले खुल्ला रूपमा भन्यौँ कि कुनै पनि कलेज, शैक्षिक संस्था र विश्वविद्यालयहरू आन्दोलन र सङ्घर्षको नाममा अनियन्त्रित रूपमा गरिने तालाबन्दीहरूले विश्वविद्यालयहरूलाई ध्वस्त बनाउँदैछ। अनिराज सुवेदीले तालारहित सङ्घर्षका कार्यक्रमहरूलाई आफ्नो मुख्य प्राथमिकता। तपाईँहरूले यति भन्दै गर्दा तपाईँहरूकै कार्यकालमा केही सोभियो निर्वाचनहरू भए के छ? पछिल्लो समय जुन अखिल थियो अथवा जुन परिकल्पना गरिन्थ्यो त्यो साख चाहिँ अलिक जोगाउन नसकेको हो? यो खासमा कस्तो भने, मैले आज तपाईँको यो मिडियाबाट बोल्ने मैले अवसर पनि पाएँ। 2081 सालमा 1,12,000 भन्दा बढी विद्यार्थीहरू बाहिरिए अफिसियल्ली। हाम्रा केही छिमेकी मुलुकहरूमा अध्ययन गर्नको निम्ति मात्रै भारतमा जानेहरूको डाटा हामीसँग छैन। हामी दुःखी हुने घटनाहरू छिमेकी मुलुकहरूबाट पटक पटक आइरहेका हुन्छन्। यो पटक दिएको विद्यार्थीहरूको डाटा मैले हेरेको थिएँ। हजुरको झन्डै 4,70,000 भन्दा बढी विद्यार्थीहरूले एसई दिनुभएको छ र अहिले विभिन्न खालको प्रिपरेसनमा हुनुहुन्छ। र यसलाई चाहिँ मैले कहाँ रिलेट गर्न चाहन्छु भने, अस्ति मात्रै बजेट भाषण आयो, जसमा चाहिँ स्टार्टअप कार्यक्रमको निम्ति सरकारले निकै प्राथमिकता दिएको देखिन्छ। रोजगारी खोज्ने होइन, रोजगारी दिने युवा जमात तयार गर्नको निम्ति सरकारले जुन कार्यक्रम ल्याएको छ, म लगायत सबै युवा पङ्क्तिलाई मैले गर्ने आह्वान के हो भने, हामीले पीडामा इन्टरटेन गर्ने होइन, हामीले कम्प्लेनमा इन्टरटेन गर्ने होइन, हामीले राइटमा इन्टरटेन गर्ने हो। हामीलाई दिएको अधिकारमा हामीले इन्टरटेन गर्ने हो। स्टार्टअप कार्यक्रमको माध्यमबाट जुन खालको कर छुट सहितको हामीलाई कार्यक्रम लिएर आएको छ, एकपटक नेपाली युवा र विद्यार्थीहरूले यो विषयमा घनीभूत रूपमा आफूलाई अगाडि उभ्याउनु जरुरी छ। होइन भने संसारका पोलिसीहरू बदलिरहेका हुन्छन्। हामीले सुनिरहेका छौँ यति बेला अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीहरूको निम्ति अध्ययन भिसाको निम्ति रद्द गरिएको छ। हाम्रा विश्वविद्यालयहरूको साख चाहिँ विद्यार्थी राजनीतिले किन बचाउन नसकेको? किन धुमिल बनेका हाम्रा विश्वविद्यालयहरू? एकदमै सही कुरा गर्नुभयो। मैले यो डाटा पनि म हेर्दै थिएँ। हाम्रा सबै विश्वविद्यालयहरूमा अहिले पनि हजुरको 5 लाखको हाराहारीमा विद्यार्थी छन्, अध्ययन गरिराख्नु भएको छ। विदेशी विश्वविद्यालयहरूबाट एफिलिएसन लिएर अध्ययन गरेको विद्यार्थीको मैले डाटा हेरेको थिएँ। विद्यार्थीको सङ्ख्या मात्रै 20,000 जति छ। होइन कि हामीले समयलाई चाहिँ हामीले च्यालेन्जको रूपमा अलिक कम मान्यौँ कि? मैले अगाडि जो सिन्डिकेटको कुरा गरेँ, पोजिसनलाई सिन्डिकेटको रूपमा मान्ने र अगाडि अर्को चुनौतीको निम्ति तयार नहुने कुरा चाहिँ, र बार्गेनिङको निम्ति साइन्टिफिक हिसाबले चाहिँ तपाईँको त्यसको मूल्याङ्कन नहुने विधि हुँदाखेरि, जब वैज्ञानिक रूपमा चाहिँ त्यसलाई मूल्याङ्कन हुने विधि हुँदैन, त्यो पछि मान्छेहरू बार्गेनिङमा लाग्छन्। आजको हाम्रो विश्वविद्यालयहरूमा यस्ता खालका चाहिँ व्यथितिहरू छन्। विश्वविद्यालयबाट उत्पादन भएको जनशक्तिलाई सरकारले नै पेड इन्टर्नसिपको माध्यमबाट राज्यका सबै अथवा आम नागरिकको जीवनशैलीमा इन्गेज गर्नुपर्छ भन्ने मेरो धारणा छ। यसलाई सरकारी कार्यक्रम बनाउनुपर्छ, पेड इन्टर्नसिपको कार्यक्रम। त्यसका लागि दबाब दिनुहुन्छ? यसको निम्ति योजनाबद्ध। दर्शकबिन, हामीसँग अखिलका सचिव तथा प्रवक्ता प्रकाश पौडेल हुनुहुन्छ। प्रकाश सर, स्वागत छ। धन्यवाद। तपाईँ त अखिलको अहिलेको सचिव सँगसँगै प्रवक्ता पनि, गर्नु के भयो यो कार्यकालमा? अनिराज सुवेदीको 23औं राष्ट्रिय महाधिवेशन पछि निर्वाचित भइसकेपछि सचिवको रूपमा मलाई सङ्गठनको आन्तरिक जीवनमा
सङ्गठनको प्रवक्ता लगायत केही विश्वविद्यालयहरूको समन्वयकर्ताको रूपमा काम गर्नको निम्ति सङ्गठनले मलाई जिम्मेवारी दिएको थियो, जसलाई मध्यनजर गर्दै मैले आफ्नो कार्य सम्पादनलाई मैले मुख्य प्राथमिकतामा दिएँ, जसलाई अखिलको प्रचार प्रसारलाई व्यवस्थित गर्नको निम्ति हामीले आफ्नै देशभर दिनभर विद्यार्थी खबर हामीले एउटा बुलेटिनलाई हामीले प्रकाशित गऱ्यौँ र मलाई विश्वास छ यो एक्सपोजिसन वर्ल्ड हो। हाम्रो अखिलको आन्तरिक प्लानिङले हाम्रा धेरै कमिटीहरूका कार्यक्रमहरूलाई व्यवस्थित गर्ने अथवा डकुमेन्ट गर्ने र कार्यक्रम गर्नलाई चाहिँ देशभर दिनभर विद्यार्थी खबरले चाहिँ एउटा कभरेज गर्ने अथवा प्रोत्साहित गर्ने काम गर्यो भन्ने म ठान्दछु। त्यसका अलावा के कस्ता गतिविधिहरू रहे, कसरी हेर्नु भएको छ आफ्नो कार्यकाललाई? सङ्गठनको हामीले 23औं राष्ट्रिय महाधिवेशनपछि जो जिम्मेवारीहरू हामीले लियौँ, हामीले आन्दोलनलाई एउटा अग्रभागमा पुर्याउनको निम्ति नेपालको विद्यार्थी आन्दोलनलाई हामी सङ्घर्षबाट, हामी कठोर दिनहरूबाट हामी आजको आधुनिक युगमा आएका छौँ। यसलाई मध्यनजर गर्दै सर्वप्रथम त विभिन्न कार्यक्रमहरूमध्ये तपाईँहरूले पनि नोटिस गर्नुभयो होला, अनिराज सुब्बाले आयोजना गरेको स्टुडेन्ट फेस्टिभल एउटा त्यस्तै कार्यक्रम एउटा चाहिँ मानक थियो। ती यस्ता कार्यक्रमहरू हामीले धेरै कार्यक्रमहरू हामीले सञ्चालन गऱ्यौँ, जसमा विद्यार्थीहरूको सहभागिताका कुराहरूलाई हामीले एउटा समाजको परिवेशलाई सार्वजनिक गर्ने विषय पनि हाम्रो मुख्य काम हो। कालो अक्षर रातो अक्षर नामक नाटक तपाईँले हेर्न के गर्नुभयो, जसको हामीसँग डिजिटल फुटेज पनि छ, त्यसलाई हामीले सार्वजनिक पनि गरेका छौँ। सँगसँगै विभिन्न विश्वविद्यालय र शैक्षिक क्षेत्रहरूका मुद्दामा हामीले आफूलाई प्रष्ट रूपमा अग्रभागमा उभ्यायौँ। हामीले निर्वाचित भएर आइसकेपछि हामीले सार्वजनिक रूपमा हामीले खुल्ला रूपमा भन्यौँ कि कुनै पनि कलेज, शैक्षिक संस्था र विश्वविद्यालयहरू आन्दोलन र सङ्घर्षको नाममा अनियन्त्रित रूपमा गरिने तालाबन्दीहरूले विश्वविद्यालयहरूलाई ध्वस्त बनाउँदैछ। अनिराज सुब्बाले तालारहित सङ्घर्षका कार्यक्रमहरूलाई आफ्नो मुख्य प्राथमिकता भनेपछि तपाईँहरूको यो कार्यकालमा अनिराज सुब्बाबाट कुनै पनि आङ्गिक तथा चाहिँ सम्बन्धन प्राप्त क्याम्पसहरू बन्द भएन? अनिराज सुब्बाको केन्द्रीय नेतृत्वले गरेको निर्देशन कार्यक्रम अनुसार कुनै पनि ठाउँमा हामीले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर केन्द्रीय घोषित कार्यक्रमको रूपमा हामीले बनाएनौँ। सठिक रूपमा र छडिक रूपमा केही ठाउँहरूमा यस्ता कामहरू भएका विषयवस्तुलाई केन्द्रले नोटिस गरेर इस्युलाई छिटो समाधान गर्ने गरी जो मागकर्ताहरू छन् उनीहरूका मागलाई पुरा गर्ने गरी हामीले सम्बोधन गर्नको निम्ति हामीले हाम्रो ठाउँबाट भूमिका खेल्ने काम गर्यौँ। जस्तो तपाईँहरूले यति भन्दै गर्दा तपाईँहरूकै कार्यकालमा केही सोभियु निर्वाचनहरू भए, के छ पछिल्लो समय जुन अखिल थियो अथवा जुन परिकल्पना गरिन्थ्यो त्यो साख चाहिँ अलिक जोगाउन नसकेको हो? यो खासमा कस्तो भने मैले आज तपाईँको यो मिडियाबाट बोल्ने मैले अवसर पनि पाएँ। हामीहरूकोमा एउटा म विभिन्न विश्वविद्यालयहरूलाई म सुझाव पनि दिन चाहन्छु र यो गर्न आवश्यक पनि छ। स्वतन्त्र विद्यार्थी युनियनको यो निर्वाचनबाट नतिजाको हिसाबले हामीहरूले मिडियाहरूमा चाहिँ देखेका न्युजहरू र प्राप्त नतिजाको अन्तरै हामीले धेरै ठाउँमा फरक हामीले पायौँ, जसलाई चाहिँ राष्ट्रिय मिडियाहरूले चाहिँ कभरेज गर्ने काम गरेर एउटा मानक जस्तो बनाइदिए र त्यसैलाई एउटा बलियो म्यानिफेस्टोको रूपमा चाहिँ सेट गर्ने काम जबरजस्त भयो। अनिराज सुब्बा जसरी प्रचारित गरियो न त्यसरी कमजोर भएको छ। हामीले इलेक्सनलाई एउटा नियमित प्रक्रियाको रूपमा हामीले ठानेर हामी यो निर्वाचनमा गयौँ। हामीले यो कार्यकालमा मात्रै हाम्रो कार्यकालमा 2 पटक सोभिको निर्वाचन गऱ्यौँ र मैले अखिलको कुरा बोल्ने हो, मैले अरू सङ्गठनहरूको मैले कुरा बोल्न सक्दिनँ। अघिल्लो पटक हामीले 133 वटा कलेजमा निर्वाचित हुँदै हामीले प्रथम सङ्गठनको रूपमा हामी भएका थियौँ। त्यस्तै गरी अहिलेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि हामी 125 भन्दा बढी कलेजहरू हामी निर्वाचित भएका छौँ। तुलनात्मक रूपमा केही आङ्गिक कलेजहरूमा 2-3 वटा कलेजमा चाहिँ हामी पछि परेको कुरा सत्य हो। यसलाई हामीले भविष्यमा सुधारको निम्ति र हाम्रो कार्ययोजनालाई बदल्नको निम्ति एउटा यो अवसर हो भन्ने पनि हामी ठान्छौँ। जस्तो तपाईँहरूलाई आरोप लगाउँछन् क्या विद्यार्थीहरूले कुनै बेला एकदमै क्रिएटिभ, गतिशील अथवा रचनात्मक सङ्गठनको छवि बनाएको अखिल अहिले चाहिँ यसो नेताकामा गयो, नमस्कार भनेका आधारमा नेतृत्व चयन हुन्छ, त्यो खालका पनि पछिल्लो समय आरोप लाग्ने गरेका छन्। साँच्चै त्यही अवस्थामा गएको हो अखिल? होइन, यो तपाईँको प्रश्नमा नै जवाब छ। तपाईँले अखिललाई यो प्रश्न सोध्नुभयो। अखिलको हामी गत महाधिवेशनबाट निर्वाचनबाटै आयो
अब नमस्कार सम्मान त आफूभन्दा अग्रज नेता नेतृत्वहरूलाई गर्ने विषयलाई हामीले आपत्तिजनक ठान्यौँ भने समाज नैतिकवान रहन सक्दैन। त्यसैले हामी निर्वाचनबाटै आयौँ। तपाईँले भन्नुभयो जस्तै समाजको वेबलाई, विद्यार्थीको चाहनालाई, भावनालाई मध्यनजर राख्दै हामीले हाम्रा कार्यक्रमहरू पनि बनायौँ, जो चाहिँ हाम्रो यो कार्यकाल अथवा विगतका दिनहरूमा समाजको भौतिक स्थितिले कार्यक्रम र अवधारणाहरू चाहिँ तयार गर्ने गर्छ। आजको स्थिति के छ, हामीले आज गर्नुपर्ने विषयवस्तु के छन्, 62-63 गर्नुपर्ने विषय के थियो, 46-47 हाम्रा अग्रजहरूले गर्नुभएको विषय के थियो, यी सबै कुराहरूको ऐतिहासिक रूपमा आफ्ना आफ्ना आवश्यकता र भूमिकाहरू छन्। हामीले आजको आधुनिक युगले विद्यार्थीको सहभागितामा आन्दोलनमा जुन खालको फेरबदल खोजिरहेको छ, यो कार्य गर्ने हामीले नियमित रूपमा हामीले प्रयास गरिरहेका छौँ र भविष्यका दिनमा यसलाई अझै सुधार गरेर हामी जान्छौँ। जस्तो प्रकाशजी, तपाईँले यति भन्दै गर्दा युवा विद्यार्थीहरूको विदेश पलायनका डाटामा तपाईँ अवगतै हुनुहुन्छ। पछिल्लो समय राजनीतिबाट युवा जमात फेरि टाढिँदै गरेका तथ्याङ्कहरू पनि छन्। के लाग्छ, किन यस्तो भइरहेको छ? कहाँ चुकियो होला राजनीतिक दलहरू, यो व्यवस्था अथवा विद्यार्थी सङ्गठनहरू जस्तो लाग्छ? थोरै अखिलभन्दा बाहिर राखेर प्रकाशले हेर्दा निकै महत्त्वपूर्ण कुरा गर्नुभयो। म तपाईँको यति बेला स्टुडियोमा उभिएर बोल्दै गर्दाखेरि नेपालका केही प्रदेशहरूमा पठाओ इनड्राइभ जस्ता चाहिँ सोसियल प्लेटफर्म, डिजिटल प्लेटफर्मको माध्यमबाट आम सर्वसाधारणहरूले सवारी साधनको सदुपयोग गर्ने र धेरै व्यक्तिहरूले चाहिँ यसैले आफ्नो चाहिँ पेसाको माध्यम, जीविकोपार्जनको आधार बन्दैछ नि है। तर यो बन्द हुनुपर्छ भनेर यातायात व्यवसायहरूले आन्दोलन, हामीले अहिले गफ गर्दै गर्दा सडक आन्दोलन नै छ हो। धेरै ठाउँमा सार्वजनिक यातायातहरू सञ्चालन भएका छैनन्। आम जनसमुदायलाई यसले शास्ति भएको छ। यो म किन जोड्दैछु भने हामीले के बुझ्नु पर्दछ भने सधैँ समाज अग्रगमनमा गइरहेको हुन्छ, विकासमा अथवा प्रगतिमा गइरहेको हुन्छ। हामीलाई नअडाउने हाम्रा समाजका यस्तै खालका सिन्डिकेटधारी स्वरूपहरू छन् जसले हामीलाई यहाँ इन्टरटेन गर्ने वातावरण बनिरहेको छैन। तपाईँले भन्नुभयो जस्तै 2081 सालमा 1,12,000 भन्दा बढी विद्यार्थीहरू बाहिरिए अफिसियल्ली। हाम्रा केही छिमेकी मुलुकहरूमा अध्ययन गर्नको निम्ति मात्रै भारतमा जानेहरूको डाटा हामीसँग छैन। हामी दुःखी हुने घटनाहरू छिमेकी मुलुकहरूबाट पटक पटक आइरहेका हुन्छन्। मैले पछिल्लो समय डाटा केलाउँदै थिएँ, अहिले पनि तपाईँको झन्डै अघिल्लो सालभन्दा आधाको सङ्ख्यामा विद्यार्थीहरूले एनओसी लिइसकेका छन् बाहिर जानको निम्ति, तयार छन् हातमा डकुमेन्ट बोकेर। यो निकै दर्दनाक अवस्था हो। तपाईँलाई विद्यार्थीहरूले, मैले अघिल्लो यो पटक दिएको विद्यार्थीहरूको डाटा मैले हेरेको थिएँ, हजुरको झन्डै 4,70,000 भन्दा बढी विद्यार्थीहरूले एसई दिनुभएको छ र अहिले विभिन्न खालको प्रिपरेसनमा हुनुहुन्छ। र यसलाई चाहिँ मैले कहाँ रिलेट गर्न चाहन्छु भने अस्ति मात्रै बजेट भाषण आयो जसमा चाहिँ स्टार्टअप कार्यक्रमको निम्ति सरकारले निकै प्राथमिकता दिएको देखिन्छ। रोजगारी खोज्ने होइन, रोजगारी दिने युवा जमात तयार गर्नको निम्ति सरकारले जुन कार्यक्रम ल्याएको छ, म लगायत सबै युवा पङ्क्तिलाई मैले गर्ने आह्वान के हो भने हामीले पीडामा इन्टरटेन गर्ने होइन, हामीले कम्प्लेनमा इन्टरटेन गर्ने होइन, हामीले राइटमा इन्टरटेन गर्ने हो। हामीलाई दिएको अधिकारमा हामीले इन्टरटेन गर्ने हो। स्टार्टअप कार्यक्रमको माध्यमबाट जुन खालको कर छुट सहितको हामीलाई कार्यक्रम लिएर आएको छ, एकपटक नेपाली युवा र विद्यार्थीहरूले यो विषयमा घनीभूत रूपमा आफूलाई अगाडि उभ्याउनु जरुरी छ। होइन भने संसारका पोलिसीहरू बदलिरहेका हुन्छन्। हामीले सुनिरहेका छौँ यति बेला अमेरिकाका विभिन्न विश्वविद्यालयहरूमा विदेशी विद्यार्थीहरूको निम्ति अध्ययन भिसाको निम्ति रद्द गरिएको छ, जो हाम्रो निम्ति ड्रिम छ, जुन कुरा सेक्योर छैन। कम्युनिटी सधैँ एउटा ट्रेन्डमा अघि बढिरहेको हुन्छ। हामीले हाम्रो देशमा निराशाका कुराहरूलाई मात्रै बढी देखिरहेका छौँ अथवा प्राथमिकताको रूपमा मानिरहेका छौँ। तुलनात्मक रूपमा सुधार भइरहेको कुरालाई सुधार गर्ने र कमजोरीहरूमा प्रहार गर्ने काम चाहिँ आजको युवा र विद्यार्थीहरूको हो। हामीले प्रकाश सर, मैले थोरै रोकेँ, तपाईँले यति भन्दै गर्दा हाम्रा विश्वविद्यालयहरूको साख चाहिँ विद्यार्थी राजनीतिले किन बचाउन नसकेको, किन धुमिल बनेका हाम्रा विश्वविद्यालयहरू? एकदमै सही कुरा गर्नुभयो। मैले यो डाटा पनि म हेर्दै थिएँ। हाम्रा सबै विश्वविद्यालयहरूमा अहिले पनि हजुरको 5 लाखको हाराहारीमा विद्यार्थी छन्, अध्ययन गरिराख्नु भएको छ। विदेशी विश्वविद्यालयहरूबाट एफिलिएसन लिएर अध्ययन गरेको विद्यार्थीको मैले डाटा हेरेको थिएँ, विद्यार्थीको सङ्ख्या मात्रै 20,000 जति छ। होइन, हामीले के बुझ्नु पर्दछ भने हाम्रो मुभमेन्टको एउटा कमजोरी भनौँ अथवा यसलाई चाहिँ एउटा व्यथिति भनौँ
कि हामीले समयलाई चाहिँ हामीले च्यालेन्जको रूपमा अलिक कम मान्यौँ कि मैले अगाडि जो सिन्डिकेटको कुरा गरेँ पोजिसनलाई सिन्डिकेटको रूपमा मान्ने र अगाडि अर्को चुनौतीको निम्ति तयार नहुने कुरा चाहिँ र बार्गेनिङको निम्ति साइन्टिफिक हिसाबले चाहिँ तपाईँको त्यसको मूल्याङ्कन नहुने विधि हुँदाखेरि जब वैज्ञानिक रूपमा चाहिँ त्यसलाई मूल्याङ्कन हुने विधि हुँदैन त्योपछि मान्छेहरू बार्गेनिङमा लाग्छन्। आजको हाम्रो विश्वविद्यालयहरूमा यस्ता खालका चाहिँ व्यथितिहरू छन्। यसलाई हामीले तुलनात्मक रूपमा मैले अगाडि कार्यक्रमको सुरुवातमा भने व्यथितिको प्रारम्भ के थियो, विश्वविद्यालयका कलेजका गेटमा ताला थिए। अखिलले ताला नलगाउने, टियुमा त हामीले ताला तोड्ने अभियानै सुरु गरेका थियौँ। मित्र सङ्गठनहरूसँग हाम्रो झडप पनि भएको थियो। मैले अहिले पनि सुनिरहेको छु, सबैभन्दा सामाजिक रूपमा चारित्रिक रूपमा मानिसहरूलाई व्यवस्थित गर्ने नेपालको संस्कृत विश्वविद्यालयमा लामो समयदेखि तालाबन्दी गरिएको छ। त्यहाँ विद्यार्थीहरूको सङ्ख्या अरू विश्वविद्यालयभन्दा कम छ, त्यसैले चासो कम दिने काम भएको छ। म तपाईँको टेलिभिजन मार्फत भन्न चाहन्छु, अबको अखिलको मिसन संस्कृत विश्वविद्यालयको गरिमालाई उच्च बनाउने र अनावश्यक रूपमा बन्द गरिएका तालाहरूलाई हिजो टियुमा जस्तै तोडेर गेट खुलाउने अभियानको अगुवाई अखिलले गर्छ। जस्तो हामी यति संवाद गर्दै जाँदा अब तपाईँहरूको अधिवेशनको पनि तयारीमा हुनुहुन्छ, फेरि अधिवेशन सक्ने पनि जिम्मेवारी छ अहिलेको कार्य समितिमा भएको हिसाबले गर्दा। त्यसै गरी आफू पनि फेरि उमेरहद लागेको छ, नेतृत्वमा आउने आकाङ्क्षीका रूपमा तपाईँलाई पनि हेरिएको छ। के छ तपाईँलाई नै चाहिँ अखिलका विद्यार्थीहरूले, तपाईँहरूका हाराहारी 14-1500 प्रतिनिधिहरूले तपाईँलाई नै अध्यक्षका रूपमा चाहिँ किन मान्ने? हामीहरू नियमित रूपमा आफ्नो कार्य सम्पादन गर्दै यो ठाउँसम्म हामीहरू आइपुगेका छौँ। म अनिराज सुब्बुको एकजना सदस्य हुनुको नाताले मैले अगाडि पनि भने संसार सधैँ अथवा मानव जीवन र समाज एउटा अग्रगमन यात्रामा हुन्छ। हामीले हाम्रो पार्टी नेकपा एमाले अनिराज सुब्बुलाई एउटा एज ब्यारेटमा चाहिँ सञ्चालन गर्नको निम्ति हामीले निर्देशन पठाइसकेको अवस्था छ। यो हुँदै गर्दाखेरि हामी महाधिवेशनको दौरानमा छौँ। मैले आफूले आफूलाई प्रस्तुत गर्दाखेरि यो उमेर समूहको हिसाबमा सबै खालका कमिटीहरूको चरणलाई मैले इन्टरटेन अथवा पार गर्दै आएको छु। त्यसमा म अनुभव गर्दै स्कुलको हिसाबले क्याम्पस, त्यस्तै गरी जिल्ला प्रदेश कमिटी सबै कुरा म सञ्चालन गर्दै म यहाँसम्म आइपुगेँ। र सँगसँगै मेरो आफ्नो धारणा के हो भने मलाई अघिल्लो 2 वर्ष अगाडिको राष्ट्रिय महाधिवेशनमा पनि मलाई यस्तै प्रश्न गरिएको थियो र मैले दिएको जवाब थियो, युथ स्टुडेन्टहरू भनेको एउटा अपडेटेड समाजको अपडेटेड पर्सन हुन्। आज हामीसँग यो एउटा अवसर आएको छ र फेरि 24औं राष्ट्रिय महाधिवेशनको माध्यमबाट हामी अपडेट हुँदै हाम्रो नियमित कार्यक्षेत्रका तमाम चुनौतीहरू के हुन्, अगाडि तपाईँले प्रश्नको प्रारम्भमा गरे जस्तै विद्यार्थी प्लान, हाम्रो अधिकारलाई किन हाम्रो चाहिँ विद्यार्थीहरू अथवा हाम्रो युवा शक्तिले किन इन्टरटेन गर्न सकेन, यसका लुपोल र चुनौतीहरू कहाँ छन्, विश्वविद्यालयहरूका समस्या र समाधानको उपाय के छ, यसमा चाहिँ टास्कफुल हुने गरी, टास्कलेस होइन क्या, यतिकै एउटा कार्यक्रम टास्कफुल, डे बाई डेको रिजल्ट, प्रोग्रेसिभ, तपाईँको चाहिँ कुन लेभलको चाहिँ तपाईँको हामी चाहिँ यो कुरामा चाहिँ प्रोग्रेसिभ हुन सक्छौँ भन्ने कुराहरूलाई चाहिँ र नतिजा उन्मुख बनाउने गरी म आफ्नो म्यानिफेस्टो पनि म सार्वजनिक गर्छु। तपाईँले के यस्ता पोइन्टहरू बताइदिनुहोस् त, 1, 2, 3 गर्नुहोस् त। ल, प्रकाश पौडेल अखिलको अध्यक्ष भइसकेपछि नयाँ यो कुराहरू आउँछन्, यो कुरामा चाहिँ म हिट गरेर लान्छु, विद्यार्थी अथवा युवा लक्षित यस्ता कार्यक्रमका लागि दबाब दिन्छु भन्ने के छ? मैले सुरुवात चरणबाटै मैले विश्वविद्यालयबाट उत्पादन भएको जनशक्तिलाई सरकारले नै पेड इन्टर्नसिपको माध्यमबाट राज्यका सबै अथवा आम नागरिकको जीवनशैलीमा इन्गेज गर्नुपर्छ भन्ने मेरो धारणा छ। यसलाई सरकारी कार्यक्रम बनाउनुपर्छ, पेड इन्टर्नसिपको कार्यक्रम, त्यसका लागि दबाब दिनुहुन्छ, यसको निम्ति योजनाबद्ध। दोस्रो कुरा मलाई लागिरहेको, आत्मनिर्भर नेपाल कसरी बन्न सक्छ। आज हामीले विभिन्न तर्क गरिरहेका छौँ। आत्मनिर्भर नेपालको लागि माटो अभियान सञ्चालन गर्न जरुरी छ। आज हाम्रा देशका लाखौँ विद्यालयहरूमा पढिरहेका विद्यार्थीहरू, जो लाखौँको सङ्ख्यामा हुनुहुन्छ विद्यार्थीहरू, जसलाई आफ्नो माटोको बारेमा ज्ञान छैन। 753वटा स्थानीय तहहरू छन्। सबै ठाउँ यो देशभरिको सोइलको टेस्ट हुन आवश्यक छ र विद्यार्थीहरूलाई त्यो माटोको गुण थाहा हुनुपर्छ। 753वटा स्थानीय तहले कृषिसँग जोडिनु पर्यो। 753वटै स्थानीय तहले विद्यार्थी नर्सरी स्थापित गर्नुपर्छ। जोसँग जमिन छ, जमिन उनीहरूले आफ्नो जमिनमा, र जोसँग जमिन छैन तिनले सार्वजनिक जमिनहरू चाहिँ 20 वर्ष 30 वर्ष उनीहरूलाई स्टुडेन्टहरू विद्यार्थीहरूको चाहिँ अधिकारमा पर्ने गरी उनीहरूको हुने गरी हरेक ठाउँमा चाहिँ हामीले
कृषि कर्ममा आजको युवा पुस्ता विद्यार्थीलाई जोड्नुपर्छ र सँगसँगै हामीले स्लोगनमा पनि भनेका छौँ। हाम्रो स्लोगन अनुसारको हाम्रो कार्यक्रम यो राष्ट्रिय महाधिवेशनबाट हामी स्थापित गर्छौँ। मैले अरू म्यानिफेस्टो यसको चाहिँ के छ बताउनुहोस् त। अहिले .o भनेर म सार्वजनिक गर्दैछु। त्यो अहिले आइटीलाई कसरी हेर्नुहुन्छ? विद्यार्थीको सबैभन्दा बढी चाहिँ चासोको विषय रहेको छ अहिले इन्फर्मेसन टेक्नोलोजी। समयले प्रविधिले हामीलाई यति धेरै सजिलो र हामीलाई यति नजिक ल्याएको छ, जो आजको हाम्रो जीवनको सबैभन्दा नजिकको साथी भएको छ। यो सँगै विकृतिहरू पनि आएको छन् र यसले अवसर पनि खडा गरेको छ। अब सबै विद्यार्थीहरू स्कुल लेभलबाटै अथवा विश्वविद्यालयसम्म पुग्दाखेरि हरेक मानिसहरूलाई बुझाउन सक्ने गरी प्रविधि मैत्री हुन आवश्यक छ। यसलाई हामीले अखिलका सबै विश्वविद्यालयहरूका डेस्कहरू खडा गरेर सबैभन्दा बढी फोकस प्रविधि क्षेत्रमा हुने गरी अगाडि मैले तपाईँलाई जोडेको थिएँ। विभिन्न विदेशी विश्वविद्यालयहरूबाट एफिलिएसन लिएका धेरै कलेजहरू आइटी सेक्टरसँग रिलेटेड छ। त्यसैले यसमा हाम्रो कन्सेप्ट के छ भने नेपालका विश्वविद्यालयहरूले कतिको सङ्ख्यामा यो टेक्निकल क्षेत्रका अध्ययनको निम्ति सिट वृद्धि गर्न सक्छ भन्ने कुरालाई चाहिँ हामी अध्ययन गर्नेछौँ र त्यसको आधारमा हामी कार्यक्रम तयार गरेर हामीले बाहिर तिर्न नपर्ने गरी हाम्रै विश्वविद्यालयहरूबाट हामीले हजारौँको सङ्ख्यामा सिटहरू बढाउन सक्छौँ। यो कार्यमा हामीहरू लाग्न आवश्यक छ र सबै हरेक विद्यार्थी टेक्नोलोजी फ्रेन्डली हुने गरी हामीले वातावरण निर्माण गर्नु, त्यसका लागि पहल गर्नुहुन्छ। एकदमै योजनाबद्ध पहल के छ? हामी अहिले चाहिँ अन्तिम चरणमा छौँ आजको व्यवसायको। के छ तपाईँको आम विद्यार्थीलाई, अखिल केन्द्रित विद्यार्थीलाई, किनकि अधिवेशन पनि छ, आह्वान के छ, सन्देश के छ? हामीहरू युवा विद्यार्थीको उमेर समूह भनेको जीवनमा हरेक व्यक्तिको निम्ति जीवनमा सुपर हिरो भन्ने अवधि हो। जसरी हामीले एकदमै सुपर हिरोइजमका सिनेमाहरू हेर्ने गर्छौँ, विश्वमा प्रख्यात सिनेमाहरू, होइन? यो युथ एज भनेको हाम्रो जीवनको सुपर हिरो भन्ने एज हो। समाजमा हाम्रो पहिचान स्थापित गर्ने एज हो। यो बेलामा हामीहरूले आफूलाई क्रिएटिभ बनाउने, आफूले आफूलाई फरक ढङ्गले प्रस्तुत गर्ने हामीले प्रयास गर्नुपर्छ। अनेरासुको माध्यमबाट हामीले यो कामको अगुवाई निरन्तर गरिरहेका छौँ र तपाईँहरू विद्यार्थी साथीहरूकै सुझाव सल्लाह रायको आधारमा अझै धेरै गर्ने गरी हामी तपाईँहरूसँग सहभागी हुन चाहन्छौँ। निराश होइन, आशावादी बनाउँ। व्यथिति विकृतिको विरुद्धमा हरेक क्षण प्रश्न गरौँ। स्वर्ग जस्तो देश नेपाल, यसलाई जोगाउँदै, पर्यावरण जोगाउँदै यसको अस्तित्वलाई अझ बढाउने काममा युवा विद्यार्थी लागौँ। यही भन्नु। धेरै धेरै धन्यवाद। तपाईँको व्यस्तताका बावजुद पनि समय दिइदिनु भयो, त्यसका लागि धन्यवाद।